चञ्चल थामेरा पियारी भन्छु म त लरिवारी। अब गाउँघरतिरको अब है रमाइलो भनेको चाहिँ यही हो क्या। यहाँ हेर्नु न प्रकृति के कस्तो दामी क्या है, अति बवाल। आजी तम्बल भातुम्रा सानो तिम्रो छिजेको तम्बल राति नम्बर आजी तम्बल भातुम्रा। सम्पूर्णलाई फेरि पनि न्यू डे न्यू ब्लगमा फेरि पनि स्वागत छ। आज चाहिँ एकादशीको दिन है, अनि जस आज हाम्रो चाहिँ यहाँ सिलौरीमा बजार लाग्छ, सिलौरी घाटमा। अनि जस अब भाउ त्यस्तो साह्रो होइन, अब वर्षमा एक दिन लाग्ने होइन बजार हो। जस राम्रै लाग्थ्यो बजार है, अब फुल तार्नेहरूदेखि लिएर होइन। अब फेरि यो ठाउँ चाहिँ अब ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुको सिमाना पर्ने भएकोले गर्दा यो तिनै जिल्लाबाट फुलहरू जस अब आफ्नो परिवारमा होइन स्वर्गीयवास हुनुभएको होइन व्यक्तिको नाममा चाहिँ फुलहरू चढाउने हुन्थ्यो। जस अब त्यहाँ यहाँ चाहिँ तिनवटा जिल्लाबाट मान्छेहरू आउनुहुन्थ्यो, फुलहरू चढाउने गर्नुहुन्थ्यो है। त्यो आज भोलिको चाहिँ अब यो यस्तो यो वेदर चाहिँ यस्तो खराब छ नि है। अब यहाँ देख्न सक्नुहुन्छ पुरै बर्खाको जस्तो छ क्या, पुरै होइन भर्खरसम्म पानी परेर भर्खर पानी रहेको छ है। अब फेरि पुरै वेदर चाहिँ क्लाउडी छ। अनि म पनि आजको दिनमा है अब बजार जानलाई रेडी भएको थिएँ, अनि पानी परिदियो कि एक्कासे दर्के झरी पऱ्यो, लगभग कति 1 घन्टा जति झन्नै पऱ्यो होला। अनि म चाहिँ फेरि अब लुगाहरू फुकालेर त्यतिकै होइन अब यस्तो पानी पर्दैछ के जाने भनेर लुगाहरू फुकालेर बस्यो म चाहिँ। अनि फेरि जानु अब फेरि पनि अब गयो भने पानी पर्न सक्छ क्या अब फेरि पनि होइन। अनि त्यही भएर अब यस्तो छ वेदर होइन, ठेगानै हुँदैन। त्यही भएर म चाहिँ आज बजार गइनँ है। अनि अब त्यही हो मौसम यस्तो छ होइन। अब पुरै अब यो देख्न सक्नुहुन्छ है, कोदोहरू यस्तो मजाले फलेको थियो है। यहाँ चाहिँ अलिकति लडेको छैन, यहाँ तलतिर देख्न सक्नुहुन्छ पुरै लडेको छ क्या, सोत्तरै भएको छ है। अब कोदो पनि राम्रै फलेको थियो भनौँ न। अनि जस अब यस्तो छ होइन, यो जलवायु परिवर्तनले गर्दा चाहिँ है एकदमै धेरै दुःख क्या, समस्या धेरै। अब अस्ति दसैँको बिचमा पनि है यति धेरै पानी पऱ्यो कि यति धेरै, दसैँ नै कस्तो क्या पुरै अब घरमै बस्नु पर्ने होइन। दसैँको बेलामा पनि अब बल्ल साथीभाइहरूसँग भेटघाट भएको, उहाँहरूसँग त्यति धेरै घुम्न पनि पाइएन होइन। अब घरमै पानी परेर होइन बस्नु पर्यो होइन। अब पुरै अन्धकार क्या, लाइन पनि छैन है, दिनभरि रातभरि पानी पर्ने। त्यसपछि अब दसैँको भिडियोहरू पनि बनाउनु पाइएन। अब तिहारमा पनि झन् पानी चाहिँ परेको थियो। जस त्यति ठुलो झन् पानी नै पर्नु चाहिँ परेन। जस टिकाको दिन चाहिँ हल्का छिटाएको थियो त्यस दिन पनि। अनि अब आज चाहिँ होइन पानी परेको है, लगातार ननिष्ठ पानी परेको 3 दिन भइसक्यो। यहाँ कोदोको बिजोग होइन यस्तो छ है। अनि आज यस्तै छ है। अब के भन्ने के गर्ने है, अब प्रकृतिसँग अब च्यालेन्ज गर्नु पनि नसकिने। त्यही हो दिन आजको एकदम पुरै धुम्म छ। अनि यहाँ यो के भन्छ यसलाई, टाँकी के भन्छ नि यसलाई, कस्तो दामी हुँदो रहेछ क्या फुल चाहिँ हल्का पर्पल कलर है, यस्तो दामी क्या। देख्न सक्नुहुन्छ है हिउँदको मौसम, हिउँदको टाइम पुरै चाहिँ छ नि बर्खाको जस्तो छ, पुरै क्लाउडी छ। अब त्यही हो। अनि अब पानी त होइन प्राय सबैतिरै परिरहेछ होला अहिले त, 3 दिन भइसक्यो पानी परेको। अनि त्यही हो अब चाहिँ म अब बजार नगइसकेपछि अब घरकै केही कामहरू पनि गर्नुपर्ने हुन्छ। अब अहिले चाहिँ भाइ आएको छ र अलिकति काम है, भाइहरूले पनि हल्का फुल्का सघाउँछ र 85% chance complete ब्रेकर्स हल्का सज भइरहेछ। हिउँदको टाइम अरे होइन पुरै बर्खा छ क्या, बर्खाको भाइब्स आउने। तर अहिलेको यो सिजन पनि होइन कस्तो रमाइलो चाहिँ रमाइलो हुने क्या है, कस्तो दामी खालको होइन हरियाली है टक्क लगाएर। अनि यो बादल है, अनि कस्तो दामी देखिरहेको क्या, देख्नु चाहिँ अति बलकै पुरै हरियाली हुन्छ नि त अहिलेको टाइम। अहिले चाहिँ हल्का है अलिअलि खुल्नु लागिरहेछ दिन। तर अब हेरौँ यो सब खुल्ने भन्दा पनि अझै पनि पानी पर्ने चान्सेस चाहिँ धेरै नै छ होइन। पुरै क्लाउडी छ वेदर।
अनि यहाँ चाहिँ अब फेरि है मोटे भाइ आइसकेको छ। मोटे भाइ आइज न। यहाँ मोटे भाइ देख्न सक्नुहुन्छ है। ऊ चाहिँ प्राय मेरो जहिले साथी हो के। गीत गान ल। सानो तिम्रो छिने त तम्बद राति हो नम्बर नाची तम्बरे भाचुम्रा। मोटेको गीत सुनिहाल्नु भयो है। मोटे चाहिँ एकदम खतरा गायक हो कि फेरि। खतरा गायक हो नि है हो। ल अब चाहिँ होइन ट्याक्क मोटे भाइ आयो। मोटे भाइ र म चाहिँ खाजा बनाएर खान्छौँ। त्यसपछि एकछिन आज चाहिँ खेततिर निस्किनु पर्यो क्या। अब खेततिर पानी 3 दिन जति भयो होइन खेततिर ननिस्केको। एकछिन खेततिर पनि निस्किन्छु म। अनि अब त्यतातिरको नि केही बिउहरू देखाउनु छु। अति नै भएपछि अलिकति नराम्रो चाहिँ हुने नै रहेछ। तर पनि मलाई चाहिँ अब यस्तो खालको होइन हल्का क्लाउडी वेदरहरू चाहिँ एकदमै धेरै मनपर्छ क्या। अनि अब है एकदम शीतल पनि है कस्तो बवाल क्या। अति दामी देखिन्छ क्या। कस्तो दामी क्या। अनि अब माथितिर चाहिँ अझै बादलहरू बसिरहेछ होइन। अलिक माथि त अलिकति लेख्नै पनि पर्छ। त्यही भएर यहाँ धानहरू चाहिँ है पुरै ढलेको छ। यहाँ देख्न सक्नुहुन्छ बिजोकै छ। अनि धानहरू चाहिँ कस्तो राम्रो नै फलिरहेछ क्या। यो ठाउँतिर धानहरू फल्ने ठाउँ हो हुनु चाहिँ। कस्तो दामी क्या। मोटु गीत गाउँ न। यहाँ देख्न सक्नुहुन्छ धान चाहिँ पुरै क्या बिजोगै भएर रहेछ। यो माथि यो बाटो माथि अलिकति धानहरू लड्या रहेछ होइन। तलतिर त ठिकै रहेछ यतिको धानहरू। अनि यहाँ चाहिँ कसैले उखु पनि रोप्नु भएको छ। कस्तो दामी फस्टिएको छ क्या उखु पनि। त्यही हो अब गाउँघरतिरको अब है अब रमाइलो भनेको चाहिँ यही हो क्या। यहाँ हेर्नु न प्रकृति के कस्तो दामी क्या है। अति बवाल। गाउँमा बसिसकेपछि सबैभन्दा मजाको कुरा भनेको चाहिँ यही हो क्या। तर यहाँ चाहिँ धान पुरै सोत्तोरै भएर रहेछ लडेर। अनि धानहरू चाहिँ जस्ट फल्नु चाहिँ फलेकै छ क्या। फेरि धानहरू चाहिँ मजाले नै अब अहिले मजाले पोटिएको छ नि त भर्खरै हो। यस कस्तो दामी दामी फलिरहेछ धानहरू चाहिँ है। यहाँ चाहिँ अलिकति लड्या रहेछ। यहाँ देख्न सक्नुहुन्छ है कस्तो दामी के है। अलिकति यहाँ धान चाहिँ लडेछ। यहाँ यो बाटो मुनि चाहिँ त्यति धेरै लड्या रहेनछ क्या ढल्या रहेनछ। तर कस्तो दामी के कस्तो सफा क्या वेदर एकदम क्लिन क्या वातावरण कस्तो सफा क्या। अति बवाल देखिरहेछ है। अलिकति आज दिउँसो आज चाहिँ पानी नपर्देको भए होइन यस्तो राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मेरो विचारमा। किनभने आज कति वर्षौँदेखि त्यो वर्षमा एकताल आउने है एकादशी बजार अब राम्रो गरी जस अब जानु पाइएन है बजारमा। म चाहिँ आज गएर बजारको भिडियोहरू बनाउँछु भनेर सोचिरहेको थिएँ। अनि जस अब बनाउनु पाइएन। यो पालि यस्तै भयो। यहाँ बादलहरू कस्तो मजाले आइरहेको छ। हजुर यहाँ मोटे भाइले नि भनिरहेछ धेरै धान लडेर रहेछ दाइ भनेर भन्दैछ। मोटु आउ न यता छिटो आउ न। गीत गाइदेऊ त एउटा ल छिटो लु 3 2 1 ल। दाइ बधाई पिसिमदो धुमाले जाऊ न हो दाइ बधाई पिसिमदो धुमाले। मोटु भाइको जोस जागर है एउटा छ नि खतरा छ इनर्जी। यहाँ चाहिँ पानी आइरहेको छ हैन मोटु। अब के कुन गीत गाउने कुन गाउँछ त मोटुको राम्रो गीत कुन हो फेभरेट गीत ल हान्देऊ त्यो ल। बुन्दो जुले सिले तापले बुममा तातेर अरुम तरुम तरुम द नित्य फापा छरुम द फुलाउन बेसरी बाउन बेसरी
어째다가 महिना चली देती देती देते उठ्ठुभरि बदल बदल नाचे त्यही हो मोटुको गीत चाहिँ खतरा हुन्छ जहिले अनि के भन्छ यो खोलामा पानी पनि निस्केको रहेछ क्या बढेको रहेछ यहाँ खोला स्या भनेर कराएको पनि सुनिन्छ क्या ठुलै 3 दिन भइसक्यो लगातारै पानी परेको है अनि खोला पनि किन नबढोस् त त्यस्तै हो फेरि पानी पर्न थाल्यो क्या सिमसिम कति पर्छ हो पानी पनि छ्या वाक्क लाग्छ कि यो अति भएपछि अब यो अलिक त्यही कुरा चाहिँ दिक्क वाक्क हुन्छ नि त धेरै भइसकेपछि अब खासमा यो खालको वेदरहरू चाहिँ मलाई चाहिँ एकदमै धेरै मनपर्ने हो खासमा होइन यतिको चाहिँ है हल्का क्लाउडी क्लाउडी है पानी पनि नपर्दियोस् घाम पनि नलागिदियोस् है कस्तो दामी हुन्छ नि त यो खालको अनि अब यहाँ देख्न सक्नुहुन्छ यो कस्तो मजा हुने के यो एक किसिमले यो आँखालाई पनि होइन कस्तो एकदम शीतल हुने हेर्नु पनि है मनलाई पनि त्यस्तै यहाँ देख्न सक्नुहुन्छ है तर फेरि पानी पर्न थाल्यो क्या कस्तो कति पर्छ क्या पानी चाहिँ क्या अनि त्यही हो है अब माथि अनि अस्ति हामी भिडियो सुट गर्न उयो छ नि माथि बर देख्न सकिनुहुन्छ यो क्यामेरा चाहिँ मलाई नचिनिने रहेछ यहाँ बर छ है यहाँ भिडियो सुट गरेका थियौँ अनि खेतहरू तल खेतमा पनि भिडियोहरू सुट गरेको थियौँ जस अब राम्रै भएको थियो है अनि हाम्रो अब त्यो भिडियो चाहिँ हामी हाम्रो कलाकार बहिनीहरू साथीहरू चाहिँ सधैँ यहीँ बस्नु भएको भए चाहिँ हामी रेगुलर भिडियोहरू ल्याएर आउँथ्यौँ होला अब है अब बहिनीहरू पनि अब पढ्दै हुनुहुन्छ नि त होइन अब त्यो पढाइहरूलाई नै डिस्टर्ब गरेर सधैँ भिडियो बनाउने कुरा पनि भएन होइन अब होइन पढ्नु त परि नै हाल्यो है अनि त्यसपछि अब कहिलेकाहीँ अब बहिनीहरू चाहिँ है अब गाउँ आएको बेला चाहिँ अब फ्री टाइम भएको बेला हामी त्यस कभर डान्स म्युजिक भिडियोहरू बनाउँछौँ है अनि अब बहिनीहरूले पनि अब रहर त गर्नुहुन्छ अनि त्यस अब एउटा है पछि अब छ नि अबको 20-25 वर्षपछि त्यो भिडियोहरू हेर्नु मजा पनि हुन्छ क्या आफूलाई नि एउटा ऐतिहासिक नै हुन्छ क्या त्यो कुराहरू त्यही भएर हामी त्यो खालको भिडियोहरू पनि बनाउँछौँ अनि हाम्रो बहिनीहरूले पनि एकदमै धेरै रहर पनि गर्नुहुन्छ है अनि जस अब भिडियोबाट भए पनि हाम्रो जति पनि कलाकार बहिनी साथीहरू हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै सम्झना पनि छ उहाँहरू चाहिँ अब कोही कता है अब कोही पढाइको सिलसिलामा कोही उता ओखलढुङ्गा सदरमुकामतिर हुनुहुन्छ कोही काठमाडौँतिर हुनुहुन्छ है अब त्यस्तै हो अब होइन अब बेला मौकामा भेटघाट हुन्छ भेटघाट भएको बेला त हामी त फेरि भिडियो त बनाइ नै हाल्छौँ अझै पनि होइन अबको हाम्रो कभर डान्स म्युजिक भिडियोहरू चाहिँ अब लगभग वैशाखतिर आउन सक्छ है वैशाख जेठतिर अनि त्यो टाइममा चाहिँ हाम्रो भेट हुनसक्छ अनि अब बहिनीहरू पनि अब धेरै रहर गर्नुहुन्छ है अनि उहाँहरू चाहिँ फेरि हामी चाहिँ अब टाढोको चाहिँ होइन हामी नजिकै हो हामी सबै रिलेटेड हो क्या अब त्यसभित्र अब कतिपय बहिनीहरू चाहिँ अब साइनोले जितेर मेरो छेमाहरू पढ्नुहुन्छ कतिपय चाहिँ मेरो आफ्नै बहिनीहरू पढ्नुहुन्छ मेरो फुपूको छोरीहरू होइन मेरो माउलोको होइन अब मामाको छोरीहरू पढ्नुहुन्छ त्यस्तो चाहिँ नि हामी सबै रिलेटेड हो हामी त्यो घर वरिपरिकै हो क्या सबै बहिनीहरू अनि जस्तो अब त्यही भएर गाउँ आएको बेला चाहिँ हामी भ्याएको बेला त्यो खालको भिडियोहरू बनाइ नै हाल्छौँ होइन अब पछि एउटा ऐतिहासिक हुन्छ होइन त्यो रमाइलो हुन्छ नि त केही वर्षपछि हेर्नु आफूलाई नै त्यो मजा आउँदो रहेछ क्या अनि त्यही हो है देख्न सक्नुहुन्छ अति यहाँ अहिले ड्याममै एकैछिनमा नै क्या त्यो बादल पुरै ढाकिसक्यो क्या यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले पनि होइन अघि आउँदा कस्तो खुला थियो नि त अहिले पुरै क्लाउडी भइसक्यो क्या यो बादल लागेर अनि हल्का पानी पनि सिमसिम पानी पनि छिट्टाइरहेको छ है अनि अब पारी सल्ले खोटाङ है अब यहाँ तल चाहिँ नि अब धानहरू कस्तो मजाले देखिएको क्या कस्तो दामी देखिएको क्या अनि त्यो पारीको त्यो भिड होइन अति अब कस्तो ड्याममै पुरै एकैछिनमा त्यो पुरै क्लाउडी भइसक्यो क्या वेदर होइन मटु ल हेरेर अनि अब अर्को मटुको गीत अर्को कुन छ भने सुँगुरको मासुमा लु ल ल ल ल सुँगुरको मासुमा पल्टे नि निम्बु नि तिरै ढल्दिने सुँगुरको मासुमा पल्टे नि
तेजो तेरी मेरी ल तेरी मेरी अब यहाँ सुन्दुरको मासुमा राख्दा पनि तेरी मेरी लो तेरी फेरि चल्ना यता हेरेर राखे चल्ना त सधैँ न त तु चिची चलिए छु चिची चलिए मोटुकुले चाहिँ गीत चाहिँ खतरा गाउँछ होइन ल अब चाहिँ है हल्का पानी पनि छिटाउनु थाल्यो है अनि त्यही हो अब चाहिँ हामी घर जान्छौँ है यहाँ तल एकजना साथीले चाहिँ गोठालो गरिरहेको छ अब त्यही हो अब चाहिँ हामी घर जान्छौँ है अब पुरै है अब बादलले पनि ढाकिसक्यो अब चाहिँ है हल्का सिमसिम पानी पनि पर्न थालिसक्यो अब चाहिँ हामी घर जानेछौँ अब फेरि हामी अब अर्को भ्लगमा भेटिनेछौँ अहिले चाहिँ सबैजना बाई बाई